So hello guys, welcome to my another vlog हैन। ठक्क लाएर हामी चाहिँ घुम्न आएको है। घुम्नलाई हिजोदेखि हिँडेको अनि आज चाहिँ हामी आयौँ बेलुका बस्यौँ अनि ठक्क आज चाहिँ आयौँ है। सो अहिले बिहान चाहिँ हामी यो ठाउँमा भ्यू हेर्न आएको है। कुहिरोले त्यत्रो साथ त दिएन तर पनि बबाल देखिरहेछ, जति देखिरहेछ त्यसमै खुसी हैन। अनि यो तल देखिएको छ त्यो चाहिँ गुफा हो हैन। अनि यो टप चाहिँ यो चाहिँ मेन छाम यानी यहाँ लगभग तपाईको 3100 किलोमिटरको उचाइ छ। अनि हामी चाहिँ यो 3100 किलोमिटर 3100 किलोमिटर अग्लो उचाइमा आएको छौँ हैन। टक्क लाएर दामी देखिरहेछ है गाइस। यहाँदेखि जस धेरै टाढा टाढा देखिरहेछ। यो कुहिरो नलाग्नु भने हैन, घाम लाग्नु भने झन् दामी देखिन्थ्यो है। अनि हेर्नुहोस् मेरो साथीहरू नागो बाल्दैछ। अनि यो ढुङ्गा यस्तो दामी ठाउँ छ है गाइस। ठक्क दामी देखिरहेछ, यस्तो आनन्द लागिरहेछ नि फर्स्ट टाइम यस्तो भ्यू हेर्नुलाई ठाउँमा आएको। हेरौँ है गाइसहरू, तपाईँहरू कतिजनालाई यो ठाउँ देखेर आरिस लागिरहेछ होला। तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने लागोस्, लागिरहेको छ। हाम्रो दाजु हुनुहुन्छ आशिष दाजु, उहाँ चाहिँ जाडो एकदम भएर उहाँले चाहिँ आगो बाल्दै हुनुहुन्छ। अनि हाम्रो विवेकजी, उहाँ चाहिँ विवेक नेउपाने हुनुहुन्छ। उहाँ पनि एकदम आगो बाल्ने कार्यमै लाग्नु भएको छ। साथीहरूलाई चाहिँ जाडो भयो भन्दैछ होइन, तर मलाई चाहिँ जाडो लागेको छैन किनभने मलाई बाल लाग्दैन नि त होइन। त्यही हो, मलाई यो ठाउँ देखेर यति आनन्द लागिरहेको छ, जाडो साडो केही पनि लागेको छैन क्या। अनि अघि हामी यो माथि यो डाँडासम्म जुन यो माथि हो त्यहाँदेखि उता गएको है, घारी नै घारी थियो भिजेर बा। अहिले त सुकी पनि सक्यो त्यस्तै छ है। घुम्नको बहुत रमाइलो लागिरहेछ। तपाईँहरूलाई म अझै एउटा दामी देखाउँछु है। रुक्नुहोस् समटाइम्स, किनकि राम्रो कुराको लागि टाइम लाग्छ, टाइम भन्छ है। सो देख्न सक्नुहुन्छ भ्यू चाहिँ दामी छ गाइस। वाउ सो ब्युटिफुल। ओके सो गाइस होइन, हेर्न सक्नुहुन्छ यस्तो छ है यो पारीको चाहिँ। पारी जुन देखिरहेछ नि योहरू देखेर यस्तो राम्रो लागिरहेछ नि मलाई। लाइफमा फर्स्ट टाइम यस्तो ठाउँ, यस्तो टाढै टाढाहरू देखेको फर्स्ट टाइम नै हो होइन। तपाईँको भनेको यतापट्टि छ होइन, यस्तो देखिरहेछ। यो कुन ठाउँ हो थाहा होइन मलाई। रमाइलो लागिरहेछ। डाँडामा ठ्याक्कै यो माथिल्लो डाँडामा यहाँनिर आइपुग्नु भयो भने जाडो छ गाइस होइन, तर पनि एकदम रमाइलो पनि लागिरहेछ। किन भन्दाखेरि जिन्दगी
पोखरी भनेर नाम छ। यहाँ पर छ कुहिरोले छुपिरहेछ। कुहिरो चाहिँ उडिरहेछ, भागिरहेछ। यस्तो भ्यू हेर्नुलाई चाहिँ यो ठाउँमा आउनै पर्छ है गाइस। आउनुहोस्, घुम्नुहोस् होइन। मेरो साथीहरूले आगो बालेको छ। केटाहरूले आगो बालियो। थ्याङ्क यू सो मच गाइस, अन्तिमसम्म हेरिदिनु भयो। हेलो साथी हो।